अहिले चाहिँ मैले नेल्स लगाइदिन थालिसकेँ। आज चाहिँ मेरो डे 1 हो मान्छेको हातमा नेल लगाइदिनेलाई डे 1 हो। अनि मैले लगाइदिँदैछु। मेरो साथीहरूले बहिनीहरूले खतरा ब्लग बनाइदिइराखेको छन्। म चाहिँ पुरै कन्सन्ट्रेटले नेल लगाइदिँदैछु एकदम ध्यान केन्द्रित भएर। हेलो, हामी चाहिँ मनिषाको बहिनीहरू अनि म पनि भिडियोग्राफरै हो। अनि म चाहिँ यहाँ बनाइदिन्छु दिदीको भिडियो काम गरेको। यसको ब्याक क्यामेरा निकाल्ने खोइ कहाँ छ? छैन त। गर्दै हुन्छ, स्क्वायर सेप बनाउँदै हुन्छ, लास्टै मेहनती हुन्छ दिदी। अनि दिदीको ब्युटिफुल क्लाइन्ट हुनुहुन्छ यहाँनिर। उहाँ हुनुहुन्छ मोडल त्यही त क्लाइन्ट मोडल, आजको मोडल हुन्छ। अनि हाम्रो यता डिमेलाजी हुनुहुन्छ, अनिसाजी होइन। अनि उहाँ भाउजू हुनुहुन्छ हाम्रो सबैको भाउजू। वाइ त्यस्तो नहुनु न। अनि उता हुनुहुन्छ हाम्रो बहिनी। हेलो, उता गीता दिदी आफ्नै तालमा, बिन्दास दिदी हाम्रो, उता मिस ननिता। म चाहिँ यहाँ छु, नमिल्ने रहेछ फ्रन्ट गर्नलाई। अनि कस्तो हुँदैछ त तपाईँको एक्सपिरियन्स सेयर गर्नु त कस्तो हुँदैछ? नजानु न। कस्तो हुँदैछ? रमाइलो लाग्दैछ? मन पर्दैछ तपाईँलाई? उहाँ इन्टरभ्यू लिँदै हुनुहुन्छ। त्यो पनि हाल्नु न, त्यो पनि सबै हाल्नु न। ए जेलको हो त है। आजको मोडल चाहिँ मेरो उहाँ हुनुहुन्छ। अहिले म फाइनल पनि देखाउँछु। नङ ल यो नङला यो लगाइदिनु आँटेको। यो चाहिँ मेरो फर्स्ट टाइमै यस्तो राम्रो नेल भयो होइन। तर कलर अलि राम्रो नेल पुलिस नभएर राम्रो खासै राम्रो देखिएन। त्यो पनि उहाँलाई हतार गर्दै कस्तो छ कमेन्ट गरिदिनु होला। अनि यहाँ भाइहरूको कुरा सुन्नु। भोइस ओभर गर्नुहुन्छ होइन? यो आइसले दुईजनाले चाहिँ सबसे धेरै उडाए मलाई। यो आइसको मुख हेरेर भए पनि मलाई सब्सक्राइब गरिदिनु। खै जुम गर्दिनु। सुरुमा थप्दै उसको फोटो हाल्दिनु। सुरुमा उसको फोटो हालेको आउँदैन एडिट गरेर फेरि तातो थालिहाल्यो ल भक्का भक्का। छिटो मिलाउ न। दुईजनाले दुईतिरबाट तान्दाको एकछिन भाइ यहाँ त ज्वरो आइसक्यो। साँच्चै अति नै हुन्छ। अनि यस्तो डह्रो गर्दा त कस्तो नबस्ला त? बस्छ मजाले। यही तान्नको पिराले खासमा मैले कपाल स्ट्रेट केही गर्दिनँ। दुख्छ अनि दुखाइ सुहाउनु भन्दा डढ्छ। यो लगेर राजा उडेर आइसको फेरि सरी भेना को दुःख दिएको राजा आएर फेरि आइसलाई ओइ फाइनली अब म चाहिँ घर पनि आइपुगेँ होइन। सबैजनाले भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मलाई भिडियो मन परेमा लाइक कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद। बाई बाई।